नि नमस्ते। हजुर नमस्ते। तपाईको नाम भनिदिनु त एकचोटी। अस्मिता रसाइली। घर हजुरको ठ्याक्कै भन्दा? शङ्खसभा जिल्ला मकालु गाउँपालिका नोम 5। मकालु गाउँपालिका है। हजुर। आराम हुनुहुन्छ? आरामै छु। अहिले काठमाडौँ हुनुहुन्छ के है? हजुर काठमाडौँमा छु। कति भयो काठमाडौँ आएको बहिनी? 1 महिना भयो। 1 महिना भइसक्यो है? हजुर। अनि 1 महिना अगाडि काठमाडौँ आउनुभन्दा अगाडि घरमा जस्तै पढाइ गर्नुहुन्थ्यो है, अहिले चाहिँ छोड्नु भयो। अनि गीत गाउँछु म चाहिँ एउटा कलाकार क्षेत्रमा लाग्छु भनेर चाहिँ हामीले खबर गर्नुभएको थियो। तर हामी त्यहाँ आउन सकेनौँ। तपाईँ यति बेला काठमाडौँ आउनु भएको छ है? हजुर। पहिलोपटक काठमाडौँ आउँदाखेरि कस्तो रहेछ, के रहेछ, तपाईँले सोचेको भन्दा फरक रहेछ कि के रहेछ काठमाडौँ? सोचेको भन्दा धेरै फरक हो। के सोच्नु भएको थियो, के रहेछ? अब कस्तो होला भन्ने लाग्थ्यो, अब हामीले गाउँघरतिर जस्तै होला भन्ने लाग्थ्यो। हजुर। तर यहाँ आएपछि त सबै कुरा फरकै छ। महँगी त्यस्तै छ अनि अरू धेरै कुराहरू पनि फरकै छ। जसरी गाउँमा तपाईँले सोच्नु भएको थियो म एउटा कलाकार बन्छु, म सङ्गीत क्षेत्रमा लाग्छु भनेर आउनु भएको थियो, त्यसैले सजिलो रहेछ? सजिलो छैन, धेरै गाह्रो छ। अनि हजुर। अनि आएर अहिले गीत पनि रेकर्ड गरिसक्नु भयो? हजुर भयो। कस्तो लाग्यो रेकर्ड स्टुडियो जाँदा? कस्तो रहेछ बाहिर गाउँदा, इन्टरभ्यू दिँदा र भित्र रेकर्डिङ स्टुडियोमा गएर गीत गाउँदा फरक के रहेछ? धेरै फरक हुन्छ। हामीले बाहिर गाए जस्तो हुँदैन रहेछ। अब स्टुडियोमा गइसकेपछि फरक तरिकाले गाउनुपर्ने हुन्छ। हजुर त्यस्तै अनुभव बटुलिसक्नु भयो है? अब गीत पनि आइसकेको के है बजारमा? हजुर गीत पनि आइसकेको छ। अब तपाईँ काठमाडौँ बस्ने हो कि घर फर्किने हो, के छ कस्तो छ? म यतै बस्छु, अहिले घर फर्किन्न। यतै बस्नु छ है? हजुर। ल सुरुमा एउटा आवाज सुनौँ अनि कुराकानीमा जोडौँ होला है। विष्णु माझीको आवाज कुनै गीत आउँछ? आउन त आउँथ्यो, एकछिन याद गर्छु है। रेलको ढोका बना आउँछ? त्यो त आउँदैन मलाई। अनि के आउँछ? लमजुङ तुर्लुङकोट आउँछ? नै आउँथ्यो तिनीहरू भन्दा। भनेपछि हाईमा अलि आउँदैन हो? हाई गीतमा? हाई पनि आउँछ। लमजुङ तुर्लुङकोट आउँछ? त्यो गीतहरू मलाई सुनेको छुइनँ, आउँदैन। सालको पातेमा आउँछ? सालको पातेमा भन्ने? सालको पातेमा दुखी घर पऱ्यो रामपुर फाट्यो भन्ने, त्यो पनि आउँदैन? तपाईँलाई आउने एउटा सिरियस गीत गाउनु न त्यसमा, जुन सजिलो हुन्छ त्यही है। हुन्छ। हाँस भन्छौ कसरी हाँसु परन नदी जस्तै छल्किन्छन् आँसु परन अङ्कङ मलाई मै पर्खी बस्ने छु परन अन्त नलाए कसरी हाँसु परन नदी जस्तै छल्किन्छन् आँसु परन अङ्कङ मलाई मै पर्खी बस्ने छु परन अन्त नलाए मै पर्खी बस्ने छु परन अन्त नलाए। भनेपछि स्वर जति सुन्यो उति सुन्नु लाग्दो छ है? हजुर। अब यसरी गीत गाउनुहुन्छ, अब काठमाडौँ आएर म एउटा कलाकार क्षेत्रमा लाग्छु भन्नुभएको छ, घरबाट के भन्नुहुन्छ बाबा मम्मीले, के भन्नुभएको छ? अब उतै बस्नु, सङ्गीत सिक्नु, राम्रो गर्नु भन्नुभएको छ। भनेपछि घरबाट साथ सपोर्ट छ? फुल सपोर्ट छ घरबाट त। अनि घरमा गीत गाउने तपाईँ मात्रै हो कि अरू पनि हुनुहुन्छ? अरू मेरो मम्मी नि गाउनुहुन्छ, गाउन त मेरो बहिनीहरू पनि गाउँछन्। ए मम्मीले पनि गाउनुहुन्छ? गाउनुहुन्छ। अनि बहिनी पनि गाउनुहुन्छ है? हजुर। अनि उमेरले कति पुग्नु भयो अहिले हजुर? अहिले म 23 वर्ष। 23 वर्ष पुग्नु भयो? हजुर। पढाइको हिसाबले कति पढ्नु भयो? पढाइ मैले एससी पास मात्रै हो। ए कक्षा 10 मात्रै पास गर्नु भएको छ है? हजुर। अब काठमाडौँमा सङ्गीत क्लास सिक्दै सङ्गीत क्षेत्रमा अगाडि बढ्ने योजना बनाउनु भएको छ? हजुर त्यही योजना बोकेर आएको छु। अब यहाँ गीत रेकर्ड कतिवटा भयो अहिलेसम्म? अहिले 2टा भयो। 2टा भयो है? हजुर। अनि 2वटै रिलिज भयो कि? एउटा मात्रै रिलिज भएको छ, एउटा भएको छैन। अनि अरू पनि तयारीमा छ, 2-3टा रेकर्डिङको लागि पनि। भनेपछि अरू पनि तयारीमा छ हजुर है? अनि सुरुको गीत तपाईँको कस्तो छ एकचोटि सुनाइदिनु न। सुनौ। हस्। कान्छाले भनेको के रहेछ, घुम्नलाई रहर धेरै छ। ए कान्छाले भनेको के रहेछ, घुम्नलाई रहर धेरै छ।
सँगसँगै लैजाऊ है मेरो परान सँगसँगै लैजाऊ है मेरो परान यति नै हो। अनि यो गीत चाहिँ कहाँ गएर खोज्नुपर्छ के नाम सर्च गरेर भेटिन्छ यो गीतको बोल चाहिँ घर मेरो सुदूरपश्चिममा छ हजुर नरेन्द्र मल्ल युट्युब च्यानलबाट आएको छ उहाँ गएर हेर्नुभयो भने भेटिन्छ है हजुर। अनि काठमाडौँ आउँदा को आउनुभयो कसको साथमा आउनुभयो तपाईँ म एक्लै आएको एक्लै आउनु भएको हजुर। कति टाइम लाग्यो नि त्यहाँबाट घर आउनु 3 दिन लाग्छ 3 दिन लाग्छ गाडीमा हजुर गाडीमा गाडीले 3 दिन लगाइन्छ काठमाडौँ आउनलाई हजुर। अनि त्यति लामो टाढै छ नि त त्यति लामो यात्रा एक्लै आउन अप्ठ्यारो लागेन अप्ठ्यारो त लागेन अब गाह्रो चाहिँ धेरै गाह्रो भयो के कुरामा गाह्रो भयो बमिट भएर ए बमिट भएर है हजुर गाडी चढेदेखिको आउँदैसम्म नै बिचकले मरेरै आइपुगेको थिएँ अनि ती 3 दिनसम्म नन स्टप गाडीमा बस्दा बस्दा त पक्क दिक्क लाग्छ होला त लाग्छ नि अहिले त यतातिर गाडी हिँड्दाखेरि पनि कस्तो हुन्छ रिङ्गटा लाग्छ अनि भनेपछि घरबाट सायद पहिलोपटक होला है घर छोडेको हजुर पहिलो पटकै हो के भन्नुभयो बाबा मम्मीले घरबाट निस्किँदा राम्रोसँग जानु भन्नुभयो त्यस्तै हो पिर त मान्नुभएको थियो होला है पिर त धेरै पिर आउने बेलामा बाबा काममा गइसक्नु भएको थियो हजुर मम्मी हुनुहुन्थ्यो घरमा बहिनीहरू स्कुल गइसकेका थिए अनि त्यतिकै निस्केर आएँ केही नबोलिकन अब त्यति टाढा आउँदाखेरि धेरै चित्त दुखेको थियो धेरै मन दुखेको थियो धेरै दुःख गरेर नै आएँ आउँदाखेरि पनि धेरै समस्याले गर्दाखेरि पनि काठमाडौँ आउनलाई पनि धेरै गाह्रो भएको थियो हजुर अनि पछि जसो तसो गरेर आइपुगेँ भनेपछि त्यो एक्लै यहाँ आउने हिम्मत चाहिँ कसरी गर्नुभयो कसरी आयो तपाईँलाई आँट त्यो 3 दिनको यात्रामा छोरी मान्छे त्यो पनि हजुर हिम्मत यताबाट उहाँ नरेन्द्र मल्ल सरसँग कुरा भएको थियो अगाडि हजुर उहाँले फेसबुकमा भेटेर उहाँसँग कुरा भएको थियो अनि त्यही भएर उहाँले साथ दिनुभयो उहाँको साथ सपोर्टले एक्लै आउने हिम्मत बोकेर आएँ अनि हजुर भनेपछि बाटोमा कोही अप्ठ्यारो पर्ला कि भन्ने उता त केही मनमा त कुरा खेल्यो होला नि त्यो बेलामा खेल्न त खेलेको थियो तर अब गाडीमा चढिसकेपछि त अब त्यस्तो केही भएन अब जान्छु भनेर हिम्मत बोकिसकेपछि त अब हार मान्नु नै भएन एक्लै भए पनि जान्छु भनेर आएँ अनि के लाग्छ तपाईँलाई अब भविष्यमा म एउटा राम्रो गायिका बन्छु या बन्दैन के लाग्छ हजुर राम्रो गायिका बन्छु यही क्षेत्रमा लागिराख्छु भन्ने सोच बोकेको छु हजुर अब हेरौँ कहाँसम्म पुग्छु के कुरा चाहिँदो रहेछ राम्रो कलाकार बन्नलाई त्यो माथि पुग्नलाई धेरै कुरा चाहिन्छ जस्तो महसुस भयो मलाई हजुर हजुर अब सङ्गीत सिक्नलाई पनि अब हामीले गायिका बन्छु यो गर्छु भनेर पनि नहुने हजुर त्यसमा धेरै सङ्घर्षहरू गर्नुपर्ने त्यस्तै छ अनि घरमा बाबा मम्मीले गर्नुहुन्छ के गर्नुहुन्छ पेसागत रूपमा हामी के गर्दैनौँ खेती गर्छौँ मेलापात गर्ने त्यही हो अनि खर्च कसरी टरिरहेको छ त तपाईँ काठमाडौँ सहरमा बस्नु भएको छ धेरै गाह्रो हुन्छ है जे चिजमा पैसा चाहिन्छ कसरी गुजारा चलाइराख्नु भएको छ के छ अहिले चाहिँ यहाँ म अब आफन्तसँग छु यहाँ दिदीसँग छु अहिले त ठिकै छ त्यस्तो समस्या केही पनि छैन त्यस्तै छ अहिले चाहिँ काम चलाउ चलिरहेछ है हजुर अब भावी योजना के छ त्यो सङ्गीत कला मात्र सिक्ने कि अथवा कुनै केही जब सब गर्ने अथवा केही गर्नलाई रेडी होइन के हो हुन्छ नि अब त्यो सङ्गीत मात्र सिकेर त हुँदैन सङ्गीत मात्र सिकेर त हुँदैन अब जब गर्नलाई त अब पढेको पनि छैन खासै अब त्यही अनुसारको काम पाइएछ भने गर्ने अनि बस्ने सङ्गीत सिक्ने साङ्गीतिक क्षेत्रलाई अगाडि बढाउने विचार छ भनेपछि अब सङ्गीत सिकेपछि मात्र घर जाने त्योभन्दा अगाडि नजाने सङ्गीत सिकेर नि अहिले घर जान्न अब घरमा अब पछि दसैँ तिहारमा मात्रै हो जाने त अनि घरमा गाउँघरमा यसरी गीत गाउँदाखेरि गाउँघरका मान्छेहरू के भन्छन् पहिला के भन्थ्यो अहिले के भन्छन् पहिला अब धेरैजना हुनुहुन्थ्यो गाउँमा पनि मलाई साथ सपोर्ट दिने दाइहरू अङ्कलहरू हुनुहुन्थ्यो स्वर सुने जतिले राम्रो छ छोरी जा यहाँ बसेर हुँदैन हाम्रो ठाउँमा युट्युबरहरू पनि कोही पनि छैन त्यस्तो आउँदा नि आउँदैनन् त उतै जानुपर्छ त उहाँ गएर मात्रै तेरो केही न केही हुन्छ यहाँ बसेर हुँदैन भनेर भन्नुहुन्थ्यो हजुर सुनेले भन्नुहुन्थ्यो राम्रै भन्नुहुन्थ्यो अहिले त आइसके पनि खुसी नै छु अब त लो एउटा गीत सुनौ है प्रायः गीत आइसकेको छ गीत पनि सुनिसकेका छौँ एउटा अलि राम्रो गीत है अलि सोच्नुहोस् सुन्छ हे
भन्थ्यौ आमा नेपालमा दुःख छ विदेशमा त पैसाको रुख छ कालो बादल नीलो आकाशमा कालो बादल नीलो आकाशमा गयौ आमा चढेर जहाजमा फर्क्यौ बाकसमा नेपालमा दुःख छ विदेशमा त पैसाको रुख छ कालो बादल नीलो आकाशमा कालो बादल नीलो आकाशमा गयौ आमा चढेर जहाजमा फर्क्यौ बाकसमा गयौ आमा चढेर जहाजमा फर्क्यौ बाकसमा। पक्कै पनि तपाईँको स्वर जति सुन्नु लाग्ने छ है। हुन्छ अझै पनि प्रयास गर्दै जानु होला तपाईँको स्वरमा अझै तिखरता ल्याउनु होला है। धेरै दर्शकको मन जित्नु होला। हुन्छ अब हामी अन्त्यतिर छौँ। तपाईँको मनमा केही कुरा खेलेको छ भने है मै कोही कुरा सोध्न छुटेको छ भने के भन्न सक्नुहुन्छ? हजुर के भनेर सम्पूर्ण दर्शकले हेरेर बस्नुहुने सबैजनाले साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। यति बेला घरबाट बाबा मम्मीले हेर्दै हुनुहुन्छ होला के भन्नुहुन्छ? अब मम्मीहरूलाई के भन्नु अब धेरै धेरै सम्झेको छु भन्न चाहन्छु। उहाँले त हेरिहाल्नुहुन्छ हेर्न त अब त्यस्तै नै हो र पनि टाढा छु। अब घर सम्झेपछि त अब मन दुखिहाल्छ त्यही भएर अलिक हजुर त्यही भएर घर सम्झेपछि मन दुख्छ त्यही खासै घरको कुरा नगर भन्न खोजेको भएर मलाई घर यसै कुरा गरेपछि चित्त दुखेर आइहाल्छ। किन नि त्यस्तो फेरि? अब त्यस्तै अब टाढा भइसके पछाडि अब अनि दुःख त लागिहाल्छ होला नि। केही न केही टाढा भएर मात्र दुःख लाग्दैन नि त केही न केही होला नि घरमा त्यही भएर घरको दुःख पीडा सम्झेपछि अब घरको कुरा गरेपछि सबै कुराको याद आउँछ के छ कस्तो छ भन्ने कुरा। अनि त्यही भएर म सम्झिन चाहदिनँ। के घरमा के आउनुभन्दा पहिला केही घरमा नसोधिकन आउनुभएको हो कि त्यस्तो त होइन? होइन त्यस्तो नसोधि त केही पनि होइन। सबैको मम्मी बुवाको सल्लाह अनुसारै आएको हो। भनेपछि घरमा भएको घरायसी कुराले अलिकति सताउँछ। घरको दुःख सम्झिँदाखेरि घर सम्झेपछि अब सबै दुःख पीडा याद आइहाल्छ के हुँदैछ कस्तो हुँदैछ भन्ने हुन्छ। अनि त्यही भएर गाह्रै हुन्छ। भनेपछि घरको कुरा धेरै नै गर्ने होइन त? हजुर हुन्छ। अब योभन्दा अगाडि पनि धेरैजनासँग इन्टरभ्यू गरिसक्नु भएको छ है। धेरैजनाले मन पराउनु भएको छ तपाईँको आवाज है। त्यो पनि त्यति टाढादेखि 3 दिन लगाएर काठमाडौँ आउनु भएको छ। तपाईँको साङ्गीतिक यात्रा राम्रो होस् सफल होस् है। कुनै दिन फेरि पनि दर्शकले खोज्नुभयो भने हाम्रो अस्मिता रसाइली कता हुनुहुन्छ भनेर खोज्नु भने फेरि आउँला जोड्यौँला कुराकानी गरौँला। अहिले चाहिँ छुट्यौँ। नमस्ते बाबाई। हस् नमस्ते।